Hey, good morning everyone. Namaste. तपाईहरुलाई स्वागत छ मेरो च्यानलमा। मैले हजुरहरुसँग प्रमिस गरे एकोर्डिङ I am going to show you the 5 yoga asana for spinal health. मैले part 1 भिडियो अपलोड गरिसकेको छु, that is the cat cow or you can say Vithilasana in Sanskrit. त्यो चाहिँ वार्म अप हो। त्यसलाई जहिले पनि फर्स्टमा गर्नु होला। आज म यो भिडियोमा without wasting the time सेकेन्ड योगा स्ट्रेच को बारेमा कुरा गर्दैछु। दिस इज कल्ड सिटिङ फरवर्ड फोल्ड। While you are sitting, sit like this. यसरी बस्नुहुन्छ। Your legs should be straight enough and sitting like this. And यो स्टेजमा पुगिसकेपछि inhale, make your spine very straight. म inhale गरेर मेरो स्पाइनलाई एकदमै स्ट्रेट गरिसकेको छु। अब what I am going to do is I am going to fold my spine from the range of this spine पुरै हिप्स देखि नै मैले गर्छु। अब यहाँनिर हजुरले एउटा कुरा के ख्याल गर्नुपर्छ भन्दाखेरि सिनसम्म जान पनि सक्छ, हात एङ्कलसम्म जान पनि सक्छ, फिटसम्म जान पनि सक्छ। जहाँसम्म जान हजुरलाई कम्फर्ट हुन्छ त्यहीँसम्म लग्नु होला। मेरो कुरा गर्नुभयो भने मेरो पुरै यसरी पुरै डाउन हुन्छ, बट प्र्याक्टिस गर्नुपर्छ। फिटसम्म समाउन सक्नुहुन्छ, एङ्कलसम्म सकिन भने सिनसम्म समाउन सक्नुहुन्छ। यसरी चाहिँ के गर्न सकिन्छ भन्दाखेरि सिटेड फरवर्ड फोल्ड गर्न सकिन्छ। सिटेड फरवर्ड फोल्ड चाहिँ बच्चाहरूलाई गराउनु भयो भने हाइट इन्क्रिमेन्टमा एकदमै राम्रो हुन्छ। इट्स लाइक इट्स बेन्डिङ फ्रम द पोइन्ट्स अफ हिप्स, राइट? यसरी हेर्नु त पुरै लङ्गेन भएको छ। धेरै एक्सेसिभली राउन्ड नगर्नु होला। ट्राई टु पुट डाउन, यसरी नै यसरी ट्राई गर्नु होला। यो स्पाइनल हेल्थको योगा स्ट्रेचेस आफ्टर डुइङ द क्याट काउ गर्नुभयो भने यसले तपाईँको पुरै स्पाइनमा भएको टेन्सन्सहरूलाई, स्पाइनमा भएको स्ट्रेसहरूलाई सबैलाई हटाउन एकदमै हेल्प गर्छ। इट्स अ भेरी इजिएस्ट वान। सुरुमा बेन्ड नहुन सक्छ, त्यो बेला बेन्ड नहुने बेलामा चाहिँ ट्राई टु मुभ दिस लाइक, त्यसपछि बिस्तारै दिस इज द वे टु डु फरवर्ड bend or fold. यसरी गर्नु होला। This is the number 1. I'll make the part 3 how to do the spinal health more strong next video मा बनाउने छु। त्यससम्मको लागि नमस्ते।